कहाँ लप्ची पनि यो बुढो यो भएन फरिया लप्ची यहाँ चाहिँ गेट होला नि यो चाहिँ गेट होला कि बेबी यो चाहिँ जङ्गलै हाम्रो आज यो तारा तर बिहान बिहान चाहिँ आनन्द चाहिँ आउँदैछ जङ्गल हेर्नमा कसको अनुहार हेर्नु फोटो यसलाई के को बोट भन्छ अरे सेतोलाई सेतोलाई This is Amrita Block. के रहेछ रे कहाँनिर यता चाहिँ फुलै फुल जस्तो छ नि त 12,000 प्रजातिका वनस्पतिहरू पाइन्छन् नेपालमा 12 वटा वनस्पति हजुर तर फुलहरू चाहिँ दामी हो कि
पिकनिकको लागि बेस्ट हो अँ तिमीलाई भेटेन यहाँ कमल फुट्यो त्यहाँपछि पनि भन्नु न यस्तो नेचुरल ठाउँमा ल्याउँदा नि बोर हुन्छ बेबी के बोले कसलाई भन्छ त्यो मिठो फोटो खिच्न कति होइन कतै मिठो फोटो खिच्न आउनु जस्तो मलाई धेरै हान्छ भन्न के गर्नुहुन्छ जनता जान्न चाहन्छ तर फुलहरू चाहिँ दामी हो कि तिम्रो हात त पुग्छ मेरो हात यत्रो गर्दा नि पुग्दैन हात राम्रो छ दामी देखेको छ कहाँको रे हिरो आउनु भइछ हिरो अब हुनु भएको छ हाम्रो सर चाहिँ होइन दामी भयो कि लाउनु पर्दैन चिया भयो रे दाइको चिया हातको चिया मिठो अनि मिठी त खानु गएको थिएन होइन र हाम्रो सरलाई चिया पनि स्कुटी बसेर खानुपर्छ मिल्ने भए स्कुटीमै सुत्नुहुन्थ्यो होला नि सर हेलो आमची पुलचोकी त्यसो नगरौँ ल कहाँ पुल छ स्विमिङ पुल पनि कहाँ छ स्विमिङ पुलमा के खाने खाना खानु यस्तो के खानु लेमन टी खान्छन् आज राति स्टेप फर गोदावरी Hi guys, today we are in the गोदावरी Bagaicha Family Picnic Resort, कहाँ which is located in Godavari Forest, and very peaceful and very nice environment and very cool area and very quiet also. लाइट चाहिँ कम है यहाँको तर लाइटहरू बार्बिक्यू खानलाई यहाँ को आउँछ बार्बिक्यू खानलाई यहाँ नेपाल सर आउनुहुन्छ